Hello and namaste सबैजनाहरूलाई and a fine good afternoon to everyone. This is a mini vlog of a day in my life. I just wanted to catch the moments. I am going नै कस्तो पिच्छै गर्न आइरहेको छु नि के बोल्नु भिडियो बनाउनु आएको सानो सर्ट मिनी भ्लग डे इन माई लाइफ. आज मेरो बिदा अनि म चाहिँ हाल दुबईमा छु अनि म चाहिँ अहिले तपाईँको आज मेरो नेपालतिर एकदम गरम छ माहौल, चुनावको माहौल बनिएको छ. तर आज मलाई 20 डे लागेको छ. यता चाहिँ सायद कुनै दिन नेपालमा पनि बिच जस्तो कुनै नदीमा बनेको देख्न पाऊँ भन्ने आश छ. आउने सरकारले परिवर्तन ल्याओस्, हामी विदेश बसेकाहरूलाई नि फर्किने बाटो मिलोस्, त्यही चाहना छ. ल तपाईँलाई म चाहिँ जुमेरा साइडको काइट बिचमा गइरहेको छु. अरू अगाडि हेर्दै गर्नु होला. यो चाहिँ मेरो इन्ट्रोडक्सन भिडियो जस्तो भनौँ, सर्ट. प्लिज डु लाइक सेयर टु अ न्यू ब्लगर इन द. हेलो गाइज, यता मेरो बिचतिर पुगेको भिडियो सुरु भयो. अब यहाँदेखि हाम्रो बिच एरिया स्टार्ट हुन्छ. दुबईको वान अफ द बेस्ट बिचेस नाउ इन द टाउन. ओके, यो बिचको नाम चाहिँ तपाईँको पिङ्क बिच हो. यो चाहिँ फर्स्ट बिच मेरो बस्ने ठाउँ नजिकै लाग्ने. अनि यता झन्डै डिफ्रेन्ट पसलहरू छन्, डिफ्रेन्ट भेराइटीको पसलहरू. अनि उता स्किङ भइरहेछ, के भइरहेछ. अलिक प्रशस्त अगाडि गएर देखाउँछु तपाईँहरूलाई. यही हो होइन. उता हेर्न सक्नुहुन्छ तपाईँहरूले. त्यहाँ जेट स्किङ गर्ने ठाउँ छ. यहाँनिर तपाईँ चाहिँ यता बुक गर्न सक्नुहुन्छ. यो चाहिँ ठ्याक्क तपाईँको जुमेरा बिच, नाइट बिच भन्छ. नाइट बिचको छेउमा यो तपाईँको ठ्याक्कै पिङ्क बिच भन्छ जस्तो लाग्यो यसलाई चाहिँ. अगाडि गएपछि थाहा हुन्छ. ठ्याक्कै यसको यतापट्टि चाहिँ तपाईँको बुर्ज र होटेल छ. अनि यही हो सर्ट डे इन माई लाइफ क्याप्चर गरिरहेको. आज मेरो अफ डे. आज यो बकुल्लाहरूले पनि इन्जोय गरिरहेको छ. आज एकदमै राम्रो मौसम खुलेको छ. दुबईमा नि अलिअलि गर्मी हुन थालिसकेको छ. उतापट्टि त्यहाँ धुवामा लुकिरहेको तपाईँले देख्न सक्नुहुन्छ कि छैन. त्यहाँ बुर्ज खलिफा चाहिँ यतैतिर पर्छ. यहाँबाट चाहिँ सिधा अगाडि तपाईँको बिचको एरियाहरू हो. म चाहिँ कता गएर डेरा लगाउँ भन्ने भयो. यहाँ मेरो सामानहरू टपली छ पुरै आजको डे स्पेन्ड गर्नलाई. म चाहिँ अलि अगाडिको अलिक खाली भएको बिचमा जान्छु होला, किनकि म धेरै क्राउडेड एरिया मन पराउँदिनँ. भनौँ अलिकति एक्सट्रोभर्टबाट इन्ट्रोभर्टतिर बढी अग्रसर भइरहेको छ भनौँ. ल त है त, अरू अगाडि बिस्तारै हेर्दै गर्नु होला. धन्यवाद. ल गाइज, मैले मेरो स्पोर्ट फिक्स गर्ने अहिले त ठ्याक्कै यहाँ पछाडि अलिअलि खाली भेटिरहेको छु. धेरै अगाडि नजाऊँ, खुट्टालाई दुःख नदिउँ भनेर. अब अरू अगाडि तपाईँलाई देखाउँदैछु. ल धन्यवाद. यो अलि खाली एरिया भेटाएँ मैले. अनि मैले चाहिँ यहीँ आफ्नो डेरा लाउने सोचेँ है त. मेरो आज विश्राम गर्ने ठाउँ चाहिँ एक छ. अब यहाँ हेर्न सक्नुहुन्छ. मैले मेरो पोटली खोल्न थालेँ. दिस इज मेरो पहिलो भ्लग नि हो यो, मिनी भ्लग है. यसो तपाईँहरूलाई डे इन माई लाइफ देखाउँ भनेर यसो आफूलाई अलि सामाजिक सञ्जालमा नि एक्टिभ रहिरहनु पऱ्यो भनेर. अब धेरै जसो एक्टिभ त हुँदैन. अब स्क्रलिङ मात्रै हो, फोन समातेर काम गऱ्यो, आयो, सुत्यो, खायो, त्यही त हो परदेशियाको जिन्दगी होइन. अब आज यस्तै छ अहिलेलाई. अब सबैजना देश विदेशमा बनाइरहेको देखिरहेको हुन्छ है.
त्यही भएर आफूले पनि यसो कन्टेन्ट क्रिएसन गर्नु पऱ्यो भनेर सोचेको। होप तपाईँहरूले मन पराउनुहुन्छ होला, नपरायो भने नि केही छैन, सबै आफूलाई पछिसम्मलाई मेमोरिज हो, तर मन पराउनुहुन्छ होला भन्न सक्छु है त। ल मैले अब आफ्नो प्रिपरेसन गर्छु, हेर्नु है त। यो अब मैले सानो मेरो तन्नालाई बिछाउन लाग्यो। पहिला चाहिँ सानो त के हो डबल बेडको तन्ना हो, मैले सिङ्गल बेडको लागि अब सिङ्गल नै बस्छु। सिङ्गल बेडमा युज गर्नलाई नि डबल बेडको सिङ्गल बेडमा युज गरिरहेको छु भनेर बुझ्नु सोसियलिटीमा होइन। यस्तै छ होइन, अरू के गर्ने। मलाई नि अहिले हाल भइसक्यो तपाईँको 1 वर्ष माथि भइसक्यो। हावा एकदमै जोरले चलिरहेछ। मेरो नाच चाहिँ बस्यो यो फाइनली। अहिले चाहिँ म पानीमा झर्दिनँ, पहिला आफ्नो डेरा बसाउँछु राम्ररी होइन। अनि यही त्यसपछि मैले धेरै केही छैन, अलिकति स्न्याक्स, लेस, चिली एन्ड लाइम फ्लेभर, स्प्राइट, लेमन मिन्ट फ्लेभर, प्रमोसन है नि फेरि स्निकर्स, वान अफ माई फेभरेट चक्लेट्स। त्यति साह्रो त खाँदिनँ, अब अलिअलि कहिलेकाहीँ क्रेभिङ लागेर। यो आज अनि अफ डे नि पिङ्क बिच चाहिँ उतापट्टि रहेछ, मैले अहिले साइन बोर्ड त्यो चाहिँ पिङ्क बिच, यो चाहिँ नाइट बिच होला। अहिले डेमा नि खुल्छ, नाइटमा पनि खुल्छ जस्तो लाग्यो, तर अघि होइन अलिकति कन्फ्युज छु। अलि अगाडिवाला चाहिँ नाइट होला जस्तो लाग्यो। यहाँदेखि तपाईँको फुल बिच एरिया स्टार्ट हुन्छ यता दुबईको होइन। तपाईँहरू कोही नि अब दुबईमा भएको साथीभाइहरू, दिदीबहिनी, दाजुभाइहरूलाई इन्फर्मेसनको लागि यदि आउनु भएको छैन भने यतातिर ट्याक्क तपाईँहरू यता उम्सुकिम लाइब्रेरी 1 स्टपमा झरेर त्यहाँदेखि तपाईँको अल बिच एरिया, काइट बिच, यो जुमेरा साइडबाट लाग्छ सबै बिच एरिया यतै। अनि अलि अगाडि उम्सुकिम 1बाट चाहिँ तपाईँको जुमेरा पार्क स्टप छ। त्यो स्टपमा तपाईँहरूले त्यहाँ झऱ्यो भने जुमेरा उज्जलरको पछाडिपट्टि त्यहाँको छेउमा बिच देख्न सक्नुहुन्छ। अनि त्यो अगाडि गयो भने तपाईँको उज्जलर होटेल, अब छाप्ने त 7 स्टार होटेल भन्छ नि, तर होइन है, त्यो झुटो इन्फर्मेसन हो। 5 स्टारमै भनिन्छ। अलि स्ट्यान्डर्ड धेरै हाई भएर एउटा म्यागजिनवालाले छापेर त्यसलाई 7 स्टार बनाइदिएको है। बाइ द वे हजुरहरूलाई यसो जेनरल नलेज दिनु खोज्दा, म नि हस्पिटालिटी ब्याकग्राउन्डकै मान्छे हो। विगत केही 4-5-6 वर्षदेखि नेपालको मल्टिपल रेस्टुरेन्ट होटेलहरूमा काम गर्दै अहिले आफ्नो करियर एडभान्समेन्ट भनौँ अनि अलिक 2 पैसा कमाउनुको रहरले दुबई आइपुगेको छु। 2 पैसा कमाउनु अनि मेरो सम स्टडिज पनि थियो, स्टडी डिप्लोमाहरू गर्न आएको थिएँ। डिप्लोमा चाहिँ मेरो भ्याइसक्यो अहिले चाहिँ म अब फुल टाइम वर्क गरिरहेको छु तत्काल। त्यही हो, आज अलि धेरै दिनपछि केही आफूलाई अब पर्सनल लाइफै छैन भनौँ न होइन। जहिले नि अब त्यस्तै काम गऱ्यो, आयो, बस्यो, सुत्यो, खायो, त्यस्तै थियो। आज यस अलि नै सोचेको थिएँ अब आज बिदा छ, यसो डे वेल स्पेन्ड गरौँ भनेर। त्यही भएर बिचमा तपाईँहरूले भिडियो मन पराउनुहुन्छ होला। यही हो, अलि यो खानेकुराहरूको अनि एउटा सानो सनस्क्रिन र त्यसपछि अलि नआउने सामानहरू बोकेको छु। अनि नरिवल तेल लाएर छु भनेर कोकोनट ओइल छ बजाज, यो पनि दुई आउँदा ल्याएको, अहिलेसम्म सकिँदैन, त्यही गरेको छैन। अनि अलि गेट रेडी विथ मी जस्तै अब नङ काट्छु, नेल कटर ल है त। यो चाहिँ मेरो अब स्टार्ट भयो, अरू अगाडिको अपडेट गर्दै गर्छु है त। खै यसलाई के गरे हो भन्छन् पनि होइन। मैले त भिडियो फोटोहरूमा मात्रै देख्थेँ क्या अरे। यहाँ अगाडि चाहिँ यो अचम्मको के हो, बलुनमा यता यो सानो स्पिड बोटसँग बाँधेर त्यहाँ माथि मान्छे झुन्डिरहेको छ। यसलाई के गरेको भन्छन्, के हो यो स्पोर्ट्सको नाम भनौँ, पानी खेलको नाम भन्ने के भन्ने होइन। आफू अब हामी ल्यान्डलक कन्ट्रीको पऱ्यो के भन्छन् गाइज, यसो कमेन्ट गरौँ त है, कमेन्ट तल ल। ल गाइज म चाहिँ यसो
1-2 राउन्ड पछाडि यसो पानीको टेम्परेचर चेक गरेर आउँछु ल। 1-2 डाइभ हान्नेहरू पनि आइयो होइन। फाइनल्ली पानी चाहिँ सोचेभन्दा अलिकति चिसो बढिरहेछ। एकदमै धेरै पसिना आएको हुनाले पनि हल्का चिसो लागिरहेको अवस्था छ, तर केही छैन। मटको दाँत नै होला भन्छ नि, त्यस्तै चिसो भए पनि चिसो छैन भने जस्तै मानेर गइहाल्नुपर्छ। हर हर शम्भु भन्दै, हर हर गङ्गे, गङ्गा में नहा के पाप धुलाऊ भन्छ, त्यस समुद्रमा नहाएर धुलाऊ पाप। It's an amazing experience, but although त्यस्तो तारिफ गरिँदैन होइन, कसैले पनि गर्दैन होला यहीँतिरको, तर इट्स अ ब्युटिफुल प्लेस बाई द वे। इफ यु ह्याभ मनी देन इट इज वान अफ द मोस्ट lively place you can ever find anywhere. Okay, that's all for right now. Okay, afterward I see you afterwards. Alright guys.